कारणवश सम्भव नभएमा पनि जन्मदिन चाहिँ सकेसम्म हामी त्यही दिन मनाउने कोसिस गरौँ। जुन दिन हाम्रो जन्मदिन हुन्छ त्यही दिन नै आएर यदि सकिँदैन सबैजनासँग आशीर्वाद शुभकामना आदान प्रदान गरौँ। यो खानपिन कार्यक्रम भनेको त आफ्नो मर्जीले आफ्नो स्वइच्छाले आफ्नो मनले हामी सबै बिचमा साटासाट र सानो सुनुवारज्यूको जन्मदिनमा उहाँलाई सबै कुरो हाम्रो महासचिवले सबै भनिसक्नुभएको छ। उहाँको स्वास्थ्य राम्रो होस्, सुखी जिन्दगी रहोस्, परिवार समेतमा खुसी रहोस्, प्रगति उपलब्धि र मिठास परिवर्तन सधैँ जारी रहोस्, ऊर्जा आनन्दले जीवन अर्थपूर्ण बनोस्, जीवनका हरेक सकारात्मक पाइलाहरू सफल रहोस्, सधैँ सुखी र स्वस्थ रहने वातावरण परमेश्वरले तपाईँलाई दिइरहन्। हार्दिक हार्दिक शुभकामना भन्दै म माला खाना अब मन्त्र पाठ गर्दै सबैले हामी मन्त्र पाठ गरिदिनै भन्नुभयो। मैले ठिकै छ, सबैले एकपल्ट ओम मन्त्र मनाउँ। सबैले हात सबैजनाले अब म जे भन्छु त्यही भनिदिनु होला सबैले है त। याव जीवेत सुखम जीवेत, याव जीवेत स्वस्थम जीवेत, जीवेत शरदम जन्मदिनम सुदिनम जन्मदिनम सर्वदा जन्म दिनस्य विजय भव। हार्दिक शुभेच्छा। योग भूमि नेपाल परिवार उहाँलाई सधैँ सुखी र खुसी रहने वातावरण सिर्जना होस्। सबैजना एकछिन बसिदिनु होला है। उहाँले धेरै मेहनत गरेर बनाउनु भएको छ। सबैले मिठास खाएर मात्रै गरिदिनु होला। सबैले उहाँलाई एकखेप जोरदार फेरि तालीले स्वागत गरौँ। धन्यवाद। हार पहिरन गरिदिनको लागि मैले नेपालका प्रशिक्षक रमा पाठकलाई हार्दिक अनुरोध गरेँ। विशेष गरेर त्यो खाना अर्पण गरिदिनको लागि आदरणीय हाम्रो एसडिओ भूमि नेपालका हाम्रा ऊर्जावान वरिष्ठ प्रशिक्षक उपेन्द्र श्रेष्ठ सर गुरुलाई हार्दिक अनुरोध गरे। जोरदार ताली। अब यस्तै गरेर हात जोडेर शुभकामना दिनको लागि आदरणीय हाम्रो एसडिओ भूमि नेपालका उपाध्यक्ष हाम्रो गोपाल सरलाई हार्दिक अनुरोध गरे। सासूलाई माया गर भन्नुभयो उहाँले। सबैभन्दा ठुलो कुरो माया हो भने अहिले वास्तवमा भन्नुपर्दाखेरि छोरा बुहारी छोरा छोरी साथमा रहेर माया पाउनु